ऊ पाउन बसिरहेछ आमाले ऊ किरा ल्यायो के ल्यायो ऊ आगर भनिरहेछ हालिदियो खायो यार खायो यसलाई कसरी निकाल्नु त त्यत्रो हाइटमा कस्तो कालो भयो यस्तो धुवा ठाउँमा नि के राख्यो होला कति ल अब हाम्रो चाहिँ यहाँनिर के गर्नु लागेर दाइ उद्धार गर्नु लाग्यो चराको बच्चाको ल त्यहाँ चरालाई के भयो हो त्यता आयो आउन तल ए त्यस्तो नगर्नु अलि माथि गर्नु फेरि माथि गर्नु ल ल ल रेस्क्यु भयो यसलाई गर्ने चाहिँ के यो बटाउ यहाँ नयाँ गुड बनाएर राखिदिनु पर्छ खोइ ल्याउनु 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 पखेटै पोल्यो रहेछ त बिचरा अनि हो पखेटै पोल्यो रहेछ त अनि ए त्यही भएर यो त्यहाँबाट निस्किया रहेछ के तर रिकभर हुन्छ ए यो त पाकि नै सक्यो यार यसको पखेटा त डढी नै सक्यो जस्तो यो कक्रको छ पहिला सुरुमा देख्ने ठाउँ यता राख्नु पर्यो कि भाँची नै सक्यो केही राखिदिनु पर्यो बाँच्दैन है बाँच्छ एउटा गुड बनाएर राखिदिनु त्यही माथि एउटा राख्नु त्यही माथि अहिले यसलाई चाहिँ होइन यो त स्मोकी भइसक्यो के भयो कि घरमै राखेर पाल्न पर्छ यो वातावरणमा राखेर चाहिँ पाल्न सक्दैन तातो छ है क्या हो यो यता राख्नु ल यहाँ शीतलमा बस्छ यो यहाँ एकछिन ऊ सेतो सेतो कपाल नै आइरहेछ